अस्तिको पढे आउन कारणले नै अहिले कार्यालय सहयोगी आएर खोल्नु के समस्या थियो होला? हजुर वडा अध्यक्ष त हुनु हो? हजुर म वडा अध्यक्ष। अस्ति फरक हुन्थ्यो त आज फरक हुनु छ। हजुर अस्तिको कुराकानी त्यस्तै हो। नमस्कार। नमस्कार। के छ त मेरो अस्ति भने काम भयो कि सानो निवेदन दिएको थिएँ कस्तो भयो मातृतिर गर्नु भयो कि नै? निवेदन हेर्छु है के नाम मलाई त्यो श्रीमती पहिला गएको हो? हजुर हजुर त्यसको लागि हजुर पहिला गएको निश्चित गर्नुपर्छ। क्या अगर निश्चित करने ऐसी पर चाहिए दादा गिर ये भाले काटे हमारे 10 रुपया रिचार्ज कार्ड हालिदिए अनि खाएर त्यसले के पनि भनेपछि म तेरो पहिले जान्न म तैँले फटाइदिन्छु पनि त्यो जति गरे पनि त्यो खाइदियो न्या मात्रै भने मेरो नि हाम्रो नि लोग्ने हुँदैन त लोग्ने नदिने यसको लागि धाको व्यवस्था नगर्ने लोग्नेलाई अनि यसको लागि हजुरको निश्चित गर्नुपर्छ। मैले मन्त्रीलाई सोधेको हो। मन्त्री गर्ने नत्र तपाईँ वडा अध्यक्षलाई पनि यहाँबाट रिस्ट्रिक्ट गरिन्छ। अब 3 पटक आइए आज होइन 3 पटक आइए मेरो के गरे पहिला निश्चित गरेर आउनु होला। हजुर पहिला गएको नगएको निश्चित गरेर आउनु। निश्चित त्यो पहिला गइकन फेरि एक छोरो फाली त्यही त निश्चित म के गरौँ त? यही कार्यालयबाट हो पहिला यहीँबाट त गए त हो त हामी। धन्यवाद छ। अब त्यसको लागि फेरि पहल राख्ने पहल होइन अब म सिधै जिल्ला जान्छु। अब तपाईँले गर्नु हुँदैन म जिल्ला जान्छु। अब जिल्ला गएर अब उहाँ निवेदन दिनुपर्ने भयो तपाईँ वडा अध्यक्ष काम जान्छु नि हेर्नुहोस्। होइन नातिनुहोस् म सङ्घ प्रदेशतिर भन्नु होला। मैले धेरै राणा खान मिलेर धेरै राणाले राणा अरू राणामा पनि केही व्यवस्था गरिदिनु पर्यो। मलाई यसो राणा धेरै उयो छन् पीडित छन्। ल हजुर नातिनु होला। अहिले फोन नम्बर दिएर के पनि भनेपछि के ज्यामला उही भन्ने हो त्यो ज्यामला उही भन्ने हो अनि नम्बर कहिले दिएको थियो मेरो नम्बर जताभावी फोन गर्नु होला। त्यही हो ल म लाग्यो ल त्यसको लागि समस्या समाधान गरौँ ल। हामी एउटै पार्टीको मान्छे हो। ल हेलो